ओके ल आज म फेरि आइसकेँ नयाँ अर्निङ एप्लिकेसनको भिडियो लिएर र यो एप्लिकेसन चाहिँ एकदमै राम्रो रहेको छ र पेमेन्ट पनि दिइरहेको छ है त। सो यो एप्लिकेसन चाहिँ म पनि चलाइरहेको छु अलि अगाडिदेखि आएको एप्लिकेसन। अहिलेको तपाईँहरू यो चलाउनु भएको छैन भने एकदम बेस्ट छ। सो चलाउनु होला, के कसरी लगइन गर्ने के गर्ने सबै भनिदिनेवाला छु। सो अनि यो भिडियो चाहिँ कोही कसैलाई धनी बनाउने टिप्स एन्ड ट्रिक दिएको होइन, जस्ट एजुकेसन पर्पजको लागि मात्र बनाइएको हो। सो अब एप्लिकेसनतिर लागौँ। सो एप्लिकेसन चाहिँ कुन हो भनेर हुन्छ होला, ब्लकबस्टर भन्ने हो। यसको मैले अगाडि पनि भिडियो ल्याएको थिएँ र एकदमै राम्रो रहेको छ यो चाहिँ है। सो फेरि पनि मैले भिडियो ल्याएको छु र अस्तिको भन्दा केही नयाँ कुरा पनि भन्नेवाला छु। सो भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। सो सपोर्ट गर्न चाहनुहुन्छ भने तपाईँहरू सपोर्ट गर्नुहुन्छ भने म पनि तपाईँहरूलाई पेपल बाइनेन्समा विथड्र गर्न मनी हेल्प गर्नेछु। सो तपाईँहरू पनि मलाई सब्सक्राइब गरेर हेल्प गर्नुहोला। सो त्यही अब ढिला नगरी भिडियोतिर लागौँ। सो एप्लिकेसनको लिङ्क चाहिँ मेरो कमेन्ट सेक्सनमा रहेको छ। सो तपाईँहरू त्यहाँबाट सिम्पली लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँहरूलाई प्ले स्टोरमा रिडाइरेक्ट गर्नेछ र त्यहाँबाट एप इन्स्टल गरेर चाहिँ तपाईँहरूले ओपन गर्नुहोला। ओपन गर्ने बित्तिकै तपाईँहरूकोमा आउने इन्टरफेस भनेको त्यहाँनिर गुगल क्विक लगइन भनेर देखाएको हुन्छ। तपाईँहरूले चाहिँ क्विक लगइनमा चाहिँ थिच्नु होला है त। क्विक लगइनमा थिचेपछि तपाईँहरूको अकाउन्ट आउनेछ है त। अकाउन्ट आफै बनेर आउँछ। सो अनि त्यो अकाउन्टलाई चाहिँ तपाईँहरूले सिम्पली त्यति बनिसकेपछि यहाँ प्रोफाइलमा आउनु होला। अनि प्रोफाइल यहाँ आएर प्रोफाइलमै जानु होला फेरि है। प्रोफाइलमा गएर आफ्नो प्रोफाइल राख्न चाहनुहुन्छ भने यो राख्नु होला, जेन्डर चुज गर्नु होला। अनि त्यसपछि गएर एज राख्नु होला, 18+ राख्नु है त एज चाहिँ, जति राख्दा नि हुन्छ। अनि आइडी भनेको छ, अनि यहाँ निकनेम, ल्याङ्ग्वेज, पर्सनल सिग्नेचर यिनीहरू गर्न नि सक्नुहुन्छ यो चाहिँ होइन। अनि तपाईँहरूले अकाउन्ट भन्ने सेक्सन देख्नुहुन्छ सबभन्दा लास्टमा हो। यसमा चाहिँ तपाईँहरूले के गर्नु भने यहाँ आएर सिम्पली यो गुगल भनेकोमा चाहिँ थिच्नु होला। अनि तपाईँहरूलाई चुज गर्न लाउँछ तपाईँहरूको जिमेल गुगल अकाउन्ट कतिवटा छ त्योमा जुनमा लगइन गर्ने हो त्यो एउटामा क्लिक गरिदिनु होला। अनि त्यो क्लिक गर्ने बित्तिकै तपाईँहरूको भइहाल्छ। र जेमगेला भन्ने एप्लिकेसन युज गर्नुहुन्छ र त्यसको जिमेल सेम गर्नु होला, फेरि सेम आइडी हुन्छ क्या, त्यही हुन्छ। सो त्यही भएर अर्को गर्नु होला। अनि यहाँ इमेल पनि राख्न सक्नुहुन्छ। यति गर्ने बित्तिकै भइहाल्छ। लगइन डिभाइसमा यहाँनिर केही त्यस्तो बाइन्ड गर्न नि सक्नुहुन्छ। त्यो नगर्दा पनि तपाईँहरूको अकाउन्ट यति गरेपछि भेरिफिकेसन हुन्छ। अनि अब अरू रहेको छ अर्निङ गर्ने। यसमा कसरी भन्दाखेरि चाहिँ यहाँ चाहिँ सिम्पल गेम खेलेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यसमा भने तपाईँहरूले रेफरल गर्नुहुन्छ भने राम्रो अर्निङ हुन्छ यसमा चाहिँ। सो देख्न सक्नुहुन्छ यो यसरी खेलेर पनि तपाईँहरूले कोइन चाहिँ तपाईँहरूकोमा कोइन आएको हुन्छ र तपाईँहरूले यो कन्भर्ट गर्न पनि अलि पछि आउँछ भन्ने कुरो भइरहेछ भने तपाईँहरूले यो चाहिँ गिफ्ट गर्न पनि सक्नुहुन्छ। त्यही भएर कोइन कलेक्ट गर्दै गर्नु होला। यदि तपाईँहरूको धेरैको यस्तो कोइन छ भने म सिम्पली तपाईँहरूलाई के गर्न सक्छु भने तपाईँहरूले मलाई गिफ्ट गर्नु हो भने म तपाईँहरूलाई विथड्र गरेर दिनेछु। यो यता उमा आउँछ नि त कोइनमा। सो मेरो 0.92 भइसक्यो है। सो देख्न सक्नुहुन्छ हो यो कोइन चाहिँ कन्भर्ट गर्न सकिने रहेछ है। सो डेली यसो भनेको छ, यहाँ चेक गर्न पनि सक्नुहुन्छ तपाईँहरूले। सो यहाँनिर यही गेम खेल्ने हो भने अर्को रहेको छ रेफरल। तपाईँहरूले रेफरल गर्नुहुन्छ भने सिम्पली $1 मिलि नै हाल्छ। रेफरलमा चाहिँ एकदम राम्रो रहेको छ तपाईँहरूको। सो अनि यहाँनिर भनेको म्यासेजहरू भइगयो है। सो केही नै छैन, यही गेम खेल्ने, रेफरल गर्न सक्नुहुन्छ भने रेफरल गर्ने, त्यही नै हो। एकदमै राम्रो एप्लिकेसन रहेको छ, अहिले धेरैले युज गर्नुहुन्छ है। सो तपाईँहरू गर्नुहुन्छ कि हुँदैन त्यो कमेन्ट गर्नु होला। केही बुझ्नु भएको भएन त्यो पनि कमेन्ट गर्नु होला, र केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला। र अझै केही सोध्नु छ, केही पेपल बाइनेन्समा विथड्र गर्नु छ भने मलाई सिम्पली व्हाट्सएपको लिङ्क तल छ। सो मलाई म्यासेज गर्नु होला, कमेन्टमै छ एप्लिकेसनको नि। सो त्यही अर्को भिडियो लिएर छिट्टै आउँछु। हस् त, बाई।